हेलो हेलो साथीहरू, गुड मर्निङ। अनि जय मसी। आज चाहिँ म खोटाङको सबैभन्दा हाइएस्ट ट्याम्के डाँडा चढ्न गइरहेको छु। म आज मेरो श्रीमतीलाई यहाँ हुनुहुन्छ, उहाँलाई छोडेर चाहिँ म जाँदैछु। के गर्नु, सँगै लिएर त जाने मन थियो, आफ्नो व्यस्तताले गर्दाखेरि म जाँदैछु साथीहरू। छु मम्मी गुन्डी बोड्नु हुँदैछ, बुढी मान्छे गुन्डी बोड्नु हुँदैछ। म यहाँ छु अनि मेरो फादर चाहिँ अब हिँड्न लाग्नुभयो। केटीलाई डेटिङ जान जस्तै गरेर खुसी पो भइरहेको। बाई बाई जानु। पर्खिरहेको छ अङ्कल फुपूहरूलाई। ट्याम्के जाने जाउँ छिटो छिटो भन्नुहुन्थ्यो, अहिलेसम्म आउनु भएको छैन। यहाँ पर्खिरहेको छु म धारामा। फाइनली हामी चाहिँ यहाँ राम्चे सिमपानी मोबाइल के भयो आइफोनको त फोटो राम्रो आउँदैन त यार, भिडियोहरू यार। हामी यहाँनिर अहिले सिमपानीमा ल है हाम्रो फुपू आन्टी ट्याङ्के कति राम्रो देखिनु भएको हाम्रो आन्टी र फुपे त। अनि म चाहिँ आन्टी र फुपे भनेपछि यो फुपे त भदैको टोपी लाग्यो नि, फेरि 1 वर्षको बच्चाको त्यति जबरजस्ती भाउ भदैलाई चाहिँ छोडेर है। ल दामी आउँदैछ त है फोटो। 7 हो कि 6 हो यो 7 होला। हामी घुम्न आएको ठाउँ यो चाहिँ राईको चिन्डो। फाइनली सञ्जय अङ्कल र म यहाँ। अनि यो चाहिँ राईको खुर्पेट हो। कुन ठाउँ भन्छ यसलाई? भिरखर्क। ल भिरखर्कबाट दृश्य चाहिँ खतरा देखिँदो रहेछ है, तलतिर थाम खड्कातिर। अझै यो कुवालो छ र खोलाको नैमा होला। ओइ राम राम यार भिरखर्क। हेलो हेलो साथीहरू, हामी हिमालहरू देख्न लागिरहेका छौँ। यो चाहिँ हाम्रो देखिएको दृश्य चाहिँ मूलडाँडा भिरखर्कमा आइसकेका छौँ। लेखहरू पुरै रिसाइरहेको छ। ल हेर्नुहोस्, फोटो खिच्ने कार्यक्रम भइरहेको छ। हाम्रो काका भतिजाहरू, भाइ भतिजाहरू, नमस्कार। कस्तो दामी आवाज सर आएको। हेलो हेलो हामी यो हाम्रो ट्याम्पेको यात्रा। फोटो खिच्नु है खतरा। सञ्जय अङ्कल ट्र्यापमा पर्नुभयो। माइलाले गर्यो 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 निकाल्यो। ए उठाउनु जाऊ न, जाऊ जाऊ जाऊ। जाऊ जाऊ जाऊ। ल जोखिम कठिन यात्रासँगै ट्याम्केको आधी बाटोसम्म आइयो। हिँड्न पनि मिल्यो है। ल त मर त देखिरहेको हुन्छ देखिरहेछ।
यहाँ देखिन्छ देख्छ अझै उफ्रिँदा पनि हुन्छ ल है हाम्रो पानीमा ल यता पनि आउने यता पनि त्यही त त्यही त कस्तो कायदा है तिनीहरू कति बेला आउँछ देखाउनु तिनीहरूलाई नास्ता पनि हुने रहेछ है यहाँ हामी नास्ता पनि हुन्छ उफ्रिँदा पनि हुन्छ ल आइसक्यो एउटा डान्स गर्नु नि त भुपेन ल हाम्रो इन्डियन लाउरेको ग्लेसियर पनि रहेछ काकी फेरि चुमचुम किन छैन जाँदा हुन्छ हौ चिप्लेर झन्डै उड्यो लेकको पानी सबै हुन्छ खाइदिइहाल्नु पर्यो पानी जस्तै छ मिठो छ कतिले मुटेको पिसा फेरि घर खानु त विदेशीले खाएर हेलो अङ्कल हाउ आर यु दर्शन ठ्याक्कै आइपुगेछ हामी हिमाल पनि देख्न पाइयो यो चाहिँ ट्याम्के डाँडा कति मिटर पो छ हाम्रो यो कति हजार मिटर हो 31 हो कि 32 मिटर छ माथि माथि त लेखे होला नि त्यो भ्यू टावरतिर यहाँ बस्नु एउटा बाइकमा ल फाइनली हामी 3200 मिटरमा आइसकेको छौँ यहाँबाट हाम्रो 6-7 हिमाल देखिन्छ हेर्नुहोस् यता सगरमाथाहरू पनि देखिन्छ हावा आउने अङ्कल सञ्जय बा आउनु यता फाइनल्ली चाहिँ धेरै रमाइलो भयो आज त यार हो त हेर त चरा पनि कति तल उड्दो रहेछ त्यही त यो अन्त माथि जान सक्दैन यो कागहरू पनि 3000 भन्दा माथि ओराले उड्दो रहेछ यो डाँडा भन्दा उँभो जान सक्दैन ल ए हुरुरु हावा सुरुरु मन फुरुरु काग कति बुरुरु काग यहाँ अन्त माथि जान नसक्दो रहेछ ल थाहा भयो किशोर भाइ कस्तो लाग्दैछ ठिक छ लडिन्छ ए चेलीहरू लडिन्छ होस् गरौँ कस्तो दामी हावा एकदमै हावा यो हावा खाइराख्नु जस्तो ट्याम्केको अनुभव मुस्कुराइरहेको हिमाल आकाशमाथि बसेको जस्तो बादलहरूदेखि माथि बसे जस्तो कस्तो फोटोहरू हाल्नु त खुब त्यताबाट हाम्रो कस्तो दामी हो के छ सञ्जय सर ठिक लाग्दैछ ल साथीहरू हामी चढ्न गइरहेको छौँ यहाँ हाम्रो साह्रै राम्रो जय बाटो जय देश खतरा बनाएको छ हौ यार पछि चाहिँ पैसै तिरेर पछि पैसा तिरेर चढ्नु पर्छ अरे अहिले फ्रीमा ले सबैजना हेलो हेलो आउनु है ट्याम्केको टावरलाई एउटा सामाजिक कार्य गरौँ ल एउटा सामाजिक कार्य गरौँ यहाँको फोटो अहिले सबै टिभीमा भिडियो गरेर हो रहेछ जाऊ फाइनल्ली साथीहरू हामी टावर चढिसक्यौँ दौतेरी अरू दौतेरी त आउनु मानेनन् जागिरमा पनि 1 महिना जेठा कान्छ यता काका इङ्ग्लिस काका इङ्ग्लिस भाइ हामी चाहिँ यहाँ
हाइटमा आइसक्यो अङ्कलहरूसँग। अनि के हो ड्याममा छ त्यहाँ मोबाइल त केही देखिँदैन त्यहाँ। ल ट्याम्केको भ्यू यहाँ हेर्नुहोस् प्रबल कम हेर्नुहोस् हाम्रो नेपाल। कस्तो दामी हावा कस्तो छ एकदम टाउको दुख्ने रहेछ टाउको दुख्ने रहेछ हावाले टाउकोले हावा झन्डै टाउकोले होइन हावाले टाउको चाहिँ झन्डै दुखायो यार। हजुर हावा हेर्नु नि चिसो धेरै चिसो हुने के भयो यो 30,000 त 100 माथि 3100 आएपछि दुईवटा चल्दै रहेछ हौ। ल हे हाम्रो यो राउन्ड छ यस्तो बनाएर चाहिँ निर्माण गरिएको छ भ्यू टावर यस्तो छ। यस्तो बाटो लिएर 4 कोना बाहिर खिच्नु न बाहिर ल दामी आयो त खुबै फोटो सर भोट जस्तो यहाँ त अनि ए माइला ल फोटो सेसन भइरहेछ। हाम्रो यो ट्याम्केमा चाहिँ धेरै भिजिटरहरू आउनुहुन्छ भिजिटको लागि गाडीको गाडी उहाँहरू आउनुहुन्छ गाडीहरू पनि पार्क गरिसक्नु भएको छ। अनि सबैले रमाइलो भयो नि भिजिटरहरू आउनुभएको छ यहाँनिर फोटो खिच्ने कार्यक्रम जति फोटो खिचे पनि मेमोरी फुल गरेर जानुहुन्छ अरे हाम्रो यहाँ बजहरू। मौसम पनि अब बदलिने आयो यहाँ हाम्रो बहिनीहरू दिदीहरू भाइहरू दाइहरू सबै आइसक्नुभयो फेरि पनि र हामी चाहिँ अब जान लगिरहेको छौँ। सबै अङ्कल उता हेरेको हुनुहुन्छ के हेर्नु भएको छ ए उता हेर्नु भएको छ। जाउँ ए हर्कासम्मको क्रेज यता पनि अलिअलि आउँदैछ जस्तो छ। जय देश जय बाले जय देश जय भ्यूहरू एकदमै राम्रो हाम्रो